नेपाली इसाई सङ्गीत क्षेत्रको प्रतिष्ठित ब्यान्ड जुदा पल्सले आगामी अगस्त महिनामा बेलायतमा बृहत सांस्कृतिक प्रस्तुति दिने भएको छ। जय मसी, म अजय खड्का। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ अगापे पोस्ट। फायर स्टार्टर नेपालको मुख्य व्यवस्थापनमा जुदा पल्स गोस्पल एन्ड वर्शिप कन्सर्ट 2026 आयोजना हुन लागेको हो। लामो समयदेखि प्रतीक्षा गरिएको यस कन्सर्टले बेलायतवासी नेपाली क्रिस्चियन समुदायमा विशेष उत्साह थपेको आयोजकले जनाएको छ। कार्यक्रम आगामी 22 अगस्त शनिबार रिभरसाइड भिनियार्ड चर्च फेल्थममा आयोजना हुनेछ। यस विशेष कार्यक्रममा एनसीसी युकेका सचिव एल्डर देव गुरुङ मुख्य वक्ताको रूपमा उपस्थित हुनुहुनेछ। आयोजकका अनुसार यस कार्यक्रम केवल साङ्गीतिक प्रस्तुति मात्र नभई शक्तिशाली आराधना, प्रेरणादायी सङ्गीत तथा सुसमाचार मार्फत आशाको सन्देश फैलाउने एक विशेष अवसर हुनेछ। साथै बेलायतमा रहेका सम्पूर्ण नेपाली क्रिस्चियन परिवार, आफन्त तथा साथीभाइहरूलाई कार्यक्रममा सहभागी भई प्रभुको महिमा गर्न र सङ्गीतको लाभ उठाउन हार्दिक निमन्त्रणा गरिएको छ। यसैबीच आयोजकले युकेमा रहेका सम्पूर्ण नेपाली मण्डलीहरूलाई आफ्ना विश्वासमा नआएका व्यक्तिहरूलाई कार्यक्रममा निमन्त्रणा गर्न समेत प्रोत्साहन गरेको छ। यस्ता पाहुनाहरूका लागि निशुल्क प्रवेशको व्यवस्था गरेको जनाउँदै आयोजकले उपलब्ध गराएको निशुल्क पाहुना दर्ता फारम मार्फत नाम दर्ता गराउन अनुरोध गरेको छ, जुन फारमको लिङ्क तल हामीले कमेन्ट बक्समा राखेका छौँ। कन्सर्टमा सहभागी हुन चाहनेहरूका लागि सीमित अवधिसम्म विशेष छुटको व्यवस्था गरिएको छ। टिकट खरिद गर्दा स्क्रिनमा देखाइएको प्रोमो कोड प्रयोग गरी छुट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ। सहभागीहरूले फायर स्टार्टर नेपालको आधिकारिक वेबसाइट www.firestarternepal.com मा गएर वा स्क्रिनमा देखाइएको QR कोड स्क्यान गरी आफ्नो सिट सुरक्षित पार्न सकिने आयोजक तथा फायर स्टार्टर नेपालका संस्थापक दानियल परियारले जानकारी दिनुभयो। साथै आयोजक कमिटीले कार्यक्रमको सफलताका लागि निरन्तर प्रार्थना गरिदिनु हुन समेत अनुरोध गरेको छ।